नमस्ते साथीहरू। आज चाहिँ म बनाउँदैछु भैँसीको मासु। त्यसको लागि चाहिँ मैले हालेँ यहाँ भुटेको जिरा र मेथी, अनि हालेँ अदुवा लसुनको पेस्ट, लाम्चो गरी काटेको प्याज, दुईटा प्याजलाई राखेँ, अनि हालेँ नुन, स्वादअनुसार नुन, अनि हालेँ टर्मेरिक हल्दी हालेँ। त्यहाँबाट चाहिँ अलिकति कलरको लागि, फुड कलरको लागि हालेँ रातो, अनि अलिकति हालेँ अजिनोमोटो। त्यहाँबाट तिखालाल हालेँ, पिरोको लागि धनिया पाउडर, जिरा पाउडर, गरम मसाला, मिट मसाला सबैले हालेर चाहिँ मिक्स गर्ने, मजाले मिक्स गरेर चाहिँ यसरी कुकर तताउने। त्यहाँबाट चाहिँ छैया मासु हालेर पकाउने। हेर्नुहोस् न साथीहरू, गफको धुनमा कुकर पनि झन्डै पड्कियो नि हौ। तेल हालेर बसिरहेको थियो, झन्डै पड्कियो। अनि यो मासुहरू सबै हालेर चाहिँ मजाले चलाउने। 10 मिनट जस्तै यसलाई मजाले चलाएर चाहिँ थोरै टमाटर हाल्ने। पहिला टमाटर हालेर मिक्स गर्ने मजाले मिक्स गरेर चाहिँ अलिकति पानी हालेर चाहिँ यसरी कुकरको ढक्कन लाएर चाहिँ 1 सिटी लाउने। त्यहाँबाट फेरि यसलाई 4 सिटी जस्तै, जम्मा 5 सिटी लाउनुपर्छ। अनि लु हेर्नुहोस् त, रेडी भयो। 5 सिटी बादमा चाहिँ मेरो मासु चाहिँ, भैँसीको मासु चाहिँ पाकेर यस्तो भएछ। हेर्नुहोस् न कस्तो दामी टेस्टी देखिरहेछ हेर्दै। अब अर्को भाँडामा म सर्भ गर्छु। वाउ, हेर्दै टेस्टी छ, खाँदा पनि एकदमै टेस्टी हुन्छ। तपाईँहरूले पनि यसरी नै बनाएर खानुहोस् है साथीहरू, एकदम टेस्टी हुन्छ। रेडी भयो। थ्याङ्क यू फर वाच। मजाले चलाउने, 10 मिनट जस्तै यसलाई मजाले चलाएर चाहिँ थोरै टमाटर हाल्ने। पहिला टमाटर हालेर मिक्स गर्ने मजाले मिक्स गरेर चाहिँ अलिकति पानी हालेर चाहिँ यसरी कुकरको ढक्कन लाएर चाहिँ 1 सिटी लाउने। त्यहाँबाट फेरि यसलाई 4 सिटी जस्तै, जम्मा 5 सिटी लाउनुपर्छ। अनि लु हेर्नुहोस् त, रेडी भयो। 5 सिटी बादमा चाहिँ मेरो मासु चाहिँ, भैँसीको मासु चाहिँ पाकेर यस्तो भएछ। हेर्नुहोस् न कस्तो दामी टेस्टी देखिरहेछ हेर्दै। अब अर्को भाँडामा म सर्भ गर्छु। वाउ, हेर्दै टेस्टी छ, खाँदा पनि एकदमै टेस्टी हुन्छ। तपाईँहरूले पनि यसरी नै बनाएर खानुहोस् है साथीहरू, एकदम टेस्टी हुन्छ। रेडी भयो। थ्याङ्क यू फर वाच।